प्रोफेसर डाक्टर रामप्रसाद उप्रेतीको विनम्रतापूर्वक अनुरोध। अब हर्का साम्पाङजीको चोरी फेरि अब सिद्धियो, उहाँको टोटल पोलिटिकल जीवनै सिद्धियो। राम्रो कुरा गर्ने कि खुट्टा तान्ने, हरे बुद्धि लाजै लाग्यो। धरानका ती मतदाताहरू लाजले भुतुक्क भएका छन्। अहिले माकुरी जालैमा परे नि यिनीहरू छ्याप्पै। अरबौँमा खेल्ने मान्छेलाई 3 करोड 50 लाख त खासै पैसा होइन। सुरुमा वास्तवमा हर्का साम्पाङले जित्नुपर्छ भन्ने मान्छे थिएँ हो, उहाँकै पक्षमा बोल्ने मान्छे हो म। तर आज आएर हेर्नु त, पहिला उहाँ नक्कली माओवादी बनेर पैसा उठाउने मान्छे रहेछ। हर्का साम्पाङ नक्कली माओवादी बनेर पैसा उठाउने एक किसिमको गुन्डागर्दी गर्ने मान्छे। अनि माओवादीले थापा र वाइसीले कुटेर नि उहाँलाई, उहाँका ती छाला छिलेका थिए अरे। साला नक्कली माओवादी बनेर पैसा उठाउँछस् भनेर त्यसरी कुटाइ खाएको 14 करोड रुपियाँ उठेको छ अरे। अब एक्ज्याक्ट फिगर त सम्बन्धित निकायसँगै थाहा होला। 14 करोड मध्ये उहाँले 3 करोडमा एउटा शालिग जस्तो बनाएर कसैले नदेख्ने ठाउँमा कुनातिर काम राख्नु भएको छ अरे। अरू सबै झ्याम पारेको कुरो आएको छ। खबरदार, एमाले भनेको चाहिँ आफ्नो गाउँ आफै बनाऊ भन्ने कुरा उठाएको थियो। 100 रुपियाँ आमा बुवाहरूलाई दिनुपर्छ भनेर दिएको 2टा कुरा थिए। यो 2टा कुराले पपुलर भएको हो। त्यो 2टा कुरा कसले ल्याएको भन्ने मान्छे म चिन्छु, मेरै अगाडि छन्। अहिले नामै भन्नु पर्यो भने भनिदिउँला। हेर्दा हेर्दै मेरो पनि योगदान पुगेको पार्टी सकिएको देखियो। अब कहिले पनि उठ्दैन, अब सक्यो। अहिलेको प्रधानमन्त्रीलाई, अहिलेको क्याबिनेटलाई कसैले विरोध गर्छ भने सिधा कुरो भन्छु, मलाई यो पार्टी ऊ पार्टी छैन। त्यो मान्छे राष्ट्रद्रोही हो, बुझ्नु, कहीँबाट सञ्चालित हो। कुनै धर्ममा लागेको पनि हुनसक्छ, त्यो पास्टर शास्त्र भएर पैसा खाएको पनि हुनसक्छ, ग्रिन डलरमा बिकेको दलाल हुनसक्छ। कस्ता कस्ता नष्ट भएर गए, मै हुँ भन्ने मान्छे धुलो चाट्या छन्। म त उहाँका मतदाताहरूसँग कुरो गर्ने मान्छे हो। मेरै ससुराली गाउँ हो धरान भनेको। अब उहाँलाई औडा बन्यो, किनभने प्रधानमन्त्री बन्न त उहाँ पनि मुख मिठ्याउँदै आउनु भएको थियो। प्रधानमन्त्री हुन पाउनु भएन, सृष्टिले जोगाइदिएछ। उहाँको हातमा मुलुक पर्या भए त हामीलाई त उहाँले त सक्नुहुने रहेछ त। स्वागत छ कार्यक्रममा। हस्, धन्यवाद। डाक्टर साहब, संसदमा जे भइराखेको छ, प्रधानमन्त्री बालन शाहको खोजी भइराखेको छ, विपक्षीहरूले संसदमा विरोध गरिराखेका छन्। अब हर्का साम्पाङ त संसदमा उफ्रिने, झोला बोकेर बाहिर कुद्ने, दौडिने, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, नभए 5 वर्षसम्म हामी विरोध गर्छौँ, निलम्बन खेप्न पनि तयार छौँ भन्दैछन्। यसलाई कसरी हेर्नुहुन्छ? उहाँलाई शुभकामना छ। कति अब उहाँलाई चाहिँ अब सांसद बन्दाखेरि के गर्नुपर्छ, किन मलाई